आजको यस गरिमामय प्रोग्राममा यहाँहरू समक्ष उपस्थित हुन पाउँदा मलाई अत्यन्तै हर्ष र गर्वको अनुभूति भइरहेको छ। मेहनतका साथ, डेडिकेसनका साथ, मूल्याङ्कनका सम्पूर्ण चरणहरू पार गरी आज सर्टिफाइड हुनुभयो। यहाँहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। यसको साथ उत्तर प्रगतिको कामना पनि गर्दछु। उत्तर मात्रै होइन, पूर्व पश्चिम उत्तर दक्षिण चौतर्फी सफलताको शुभकामना पनि दिन चाहन्छु। उपस्थित महानुभावहरू, यसको साथै प्रमुख प्रशिक्षकज्यू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु कि उहाँको डेडिकेसन बिना यो सारा उपलब्धि सम्भव हुन्थ्यो हुँदैन थियो। त्यसैले हामी सबै कृतज्ञ छौँ चिफ ट्रेनर एडभोकेट सरप्रति। उपस्थित महानुभावहरू, एउटा यस्तो कला जसले कुनै पनि व्यक्तिको जीवन रूपान्तरण गर्न सक्दछ। एउटा यस्तो कला जसले परिवारमा भइरहेको संवादहीनतालाई तोड्न सक्दछ। एउटा यस्तो कला जसले कुनै पनि व्यक्तिको प्रोफेसनमा उहाँलाई छिटोभन्दा छिटो प्रमोसन हासिल गर्न, छिटोभन्दा छिटो सफलता हासिल गर्नको लागि महत्त्वपूर्ण भूमिका वहन गर्दछ। एउटा यस्तो कला जसले कुनै पनि व्यक्तिलाई सोसाइटीमा उहाँको इमेज उच्च गर्नको लागि महत्त्वपूर्ण भूमिका वहन गर्दछ। एउटा यस्तो कला जसले कुनै पनि सामान्यभन्दा सामान्य व्यक्तिलाई राष्ट्र प्रमुखसम्म बनाउन सक्दछ। त्यो कलाको नाम के होला? त्यो कलाको नाम हो संवाद कला, पब्लिक स्पिकिङ कला। उपस्थित महानुभावहरू, के तर यो कला संसारका सबै मानिसहरूमा जन्मजातै हुन्छ र? हुँदैन। हजुरहरूलाई यो प्रशिक्षण लिनुभन्दा अगाडि त लागिरहेको थियो होला, ओहो यस्तो डर त मलाई मात्रै हुन्छ कि क्या हो, धेरै मानिसहरू त बोलिरहेका छन्। तर के त्यो हो त? होइन। यो डर संसारभरिका मानिसहरूलाई छ। स्टेजको डर, स्टेज फ्राइट। पब्लिक स्पिकिङको डर एक किसिमको फोबिया हो जसलाई ग्लोसोफोबिया भनिन्छ। संसारमा लगभग 75% मानिसहरूमा ग्लोसोफोबिया रहेको पाइन्छ। डरको कारणले कुनै कलाकारले स्टेजमा राम्रो परफर्म गर्न सकेन भने, डरको कारणले कुनै शिक्षकले विद्यार्थीले कक्षा कोठामा राम्रोसँग अध्यापन गराउन सकेन भने, डरको कारणले कुनै समाजसेवीले समुदायमा गएर आफूले दिन खोजेको इन्फर्मेसन, सपोर्ट राम्रोसँग प्रष्टसँग व्यक्त गर्न सकेन भने, डरको कारणले कुनै पनि उद्यमी व्यवसायीले आफ्नो मिसन, भिजन, प्रमोसनल एक्टिभिटिज मानिसहरूको सामु प्रष्टसँग राख्न सकेन भने, डरको कारणले कुनै पनि पेशा अथवा व्यवसायमा रहनु भएको व्यक्तिले आफ्नो अद्वितीय क्षमता मानिससँग प्रष्टसँग राख्न सक्नु भएन भने के हुन्छ होला? त्यो त हजुरहरूले राम्रोसँग महसुस गरिसक्नु भएको छ। आत्मग्लानी हुन्छ। जतिसुकै ठुलो पद, पोजिसन अथवा सक्सेस भए तापनि हजुरले त्यो दिन आफूलाई आत्मग्लानी हुन्छ। त्यो कुरा त हजुरले महसुस गरिसक्नु भएको छ। त्यसैले त हजुर निरसँग जोडिन आइपुग्नु भएको छ। उपस्थित महानुभावहरू, के अब पनि यहाँहरूलाई कुनै पनि कार्यक्रममा जानु पर्यो भने, स्पिच, प्रेजेन्टेसन अर्थात् होस्ट गर्नु पर्यो भने अब हजुरहरू भाग्नुहुन्छ त्यो प्रोग्रामबाट? हजुर भाग्नुहुन्न। त्यो लेभलको कन्फिडेन्स यहाँ आइसकेको छ।